कङ्गो अमेजन पछाडि दुनियाँको सबैभन्दा ठुलो जंगल, तर अमेजन भन्दा खतरनाक जंगल। केही वर्ष अगाडिसम्म त मानिसहरू यो मान्दथे कि अहिले पनि डाइनोसर यस जंगलमा बसोबास गर्दछ भनेर। यो जंगल बाहिरबाट जति हराभरा तथा सुन्दर देखिन्छ, भित्रबाट त्यति नै रहस्यमय खतरनाक रहेको छ। सम्पूर्णमा मेरो नमस्कार। आज हामी कुरा गर्न गइरहेको छौँ दुनियाँको सबैभन्दा ठुलो मध्येको दोस्रो ठुलो कङ्गो जंगलको बारेमा। यो जंगल यति धेरै ठुलो छ कि एक छेउबाट अर्को छेउसम्म पुग्न मात्र 300 दिन लाग्दछ। 2500 वर्षभन्दा पुरानो यो जंगल अमेजन जंगल भन्दा आधा वा अलि थोरै कम घना जंगल रहेको छ। तर त्यो जंगल भन्दा धेरै खतरनाक रहेको छ। 300 मिलियन हेक्टरमा फैलिएको यस जंगल बायोडाइभर्सिटीको कुरामा अमेजन जंगल भन्दा थोरै पनि कम रहेको छैन। यस जंगलमा 10,000 किसिमको जनावर, 10,000 भन्दा बढी किसिमको रुखहरू, 400 किसिमको स्तनधारी जीव, 1000 किसिमको चराचुरुङ्गी, 700 किसिमको माछा, 300 करोड किसिमको इन्सेक्ट्स पाइन्छ। यहाँ पाइने रुखहरू 30% रुख यस्तो छ कि यो दुनियाँको यहाँ भन्दा अरू कुनै ठाउँमा पाइँदैन, जस्तै अफ्रिकी महग्नी, इरोको इकी। यो जंगल यति ठुलो छ कि इन्डिया जस्तो 1 देश, युके जस्तो 8 देश र जर्मन जस्तो 10 देश अटाउँदछ। यो जंगलको कुनै पार्ट यस्तो घना रहेको छ कि जम्मा 1% सूर्यको किरण मात्र जमिनमा पुग्न सक्दछ। जब तपाईँ अफ्रिकाको बारेमा सोच्नुहुन्छ, तपाईँको दिमागमा के आउँछ? सहारा डिजेट, इलाफेन्ट, नील रिभर एन्ड पिरामिड। अफ्रिकाको एक दोस्रो पक्षहरू पनि रहेको छ, जुन आज हामी बताउन गइरहेको छौँ। आज हामी जान्दछौँ एक रहस्यमय र खतरनाक जंगलको बारेमा। दुनियाँको सबैभन्दा खतरनाक जंगलमा जहाँ पृथ्वीको सबैभन्दा प्राचीन जनावरहरू पाइन्छ। यो जनावर जति धेरै सुन्दर देखिन्छ त्यति नै धेरै खतरनाक रहेको छ। भित्रबाट यो जंगल एकदम सुनसान देखिन्छ, तर तपाईँ त्यसलाई हेर्नु तर त्यसले पहिले नै तपाईँलाई नै हेरिरहेको हुन्छ, किनकि तपाईँको आवाज र गन्ध पहिले नै त्यसलाई थाहा भइसकेको हुन्छ। किनकि यहाँ जनावरहरूले नै जंगल भरिएको छ। मानिस जस्तै देखिने जनावरहरू यहाँ पाइन्छ। यहाँ ओकापी भन्ने जनावर पाइन्छ र यो जेब्रा र जिराफको मिक्स हो। यहाँ वैज्ञानिकहरूले सबैभन्दा पहिला हाउललाई देखेको थियो, अनि फेरि सबैभन्दा पहिले चिम्पान्जीलाई पनि देखेको थियो, जसलाई वैज्ञानिकहरूले मानिस जस्तै सोचेको थियो। यहाँको खतरनाक जनावरहरू चिता, लायन, लियोपार्ड, हायेना, लकरबगा, दुनियाँको सबैभन्दा खतरनाक लामखुट्टे पाइन्छ। यो जस्तै एकदम खतरनाक सर्प पाइन्छ, जस्तै ग्याबन भाइपर, फरेस्ट कोब्रा। तर अफ्रिकन रक पाइथन यस जंगलको सबैभन्दा खतरनाक र भयानक सर्प रहेको छ। यो सर्प विषालु त हुँदैन, तर जनावरहरूलाई बेटारेर नै मार्न सक्दछ। यस जंगलमा मासु खाने बोटबिरुवाहरू पनि पाइन्छ, जस्तै पिचर प्लान्ट, कोब्रा प्लान्ट, भेनस फ्लाइ ट्र्याप। जसरी अमेजन जंगल 9 देशमा फैलिएको छ, त्यसै गरी कङ्गो जंगल पनि 6 देशमा फैलिएको छ। 7% डेमोक्रेटिक रिपब्लिक कङ्गो, 13% ग्याबन, 13% कङ्गो, 10% क्यामरून, 3% सेन्ट्रल अफ्रिकन रिपब्लिक र 1% इक्वाटोरियल गिनीमा रहेको छ। यो जंगल पनि अमेजन जस्तै वर्षावन रहेको छ, किनकि यहाँ वर्षभरि नै पानी परिरहन्छ। तपाईँलाई अमेजन जंगलमा छोडियो भने तपाईँको बच्नेको चान्स थोरै पनि हुन्छ, तर यस जंगलमा तपाईँ बाँच्न असम्भव रहेको छ। यो जंगल यति धेरै घना र खतरनाक रहेको छ कि अहिलेसम्म जम्मा 10% मात्र एक्सप्लोर गरिएको छ। यसकारण 100 प्रजातिहरू अहिलेसम्म पनि पत्ता लगाउन बाँकी रहेको छ। हालसम्म कसैलाई पनि थाहा छैन यस जंगलमा कति रहस्यहरू लुकेको छ भनेर। लगभग 50,000 सालदेखि मानिसहरू यस जंगलको वरिपरि बसोबास गर्दै आइरहेका छन्। हाल 750 लाख मानिसहरूलाई भोजन, पानी र आश्रय प्रदान गरिरहेको छ। यहाँ लगभग 150 अलग-अलग जातिका इथनिक ग्रुपका मानिसहरू बसोबास गर्दछन्। यो जंगल जो कोहीलाई अनुकूल रहेको छैन, तर यस जंगलमा रहने जीवजन्तुहरूको लागि यो स्वर्ग समान रहेको छ। यसै जीवजन्तुहरूको कारणले गर्दा 1-2 नभएर 5 नेसनल पार्क रहेको छ। जंगल खोजेको 5 साल पछि पनि हामीसँग आधुनिक स्याटेलाइट हुँदा पनि यस्तो घना जंगलको माथिल्लो भागभन्दा भित्र हेर्न असम्भव रहेको छ। यो जंगल दुनियाँको सबैभन्दा बढी कार्बनको एब्जर्सन गर्दछ, अमेजन जंगलको भन्दा धेरै, जो ग्लोबल वार्मिङ र क्लाइमेट चेन्ज गर्नका लागि एकदम महत्त्वपूर्ण भूमिका खेल्दछ। यसै कारणले गर्दा यसलाई अफ्रिकाको लङ्स भनिन्छ। जसरी अमेजन रेन फरेस्टको बीचमा अमेजन नदी बग्दछ, त्यसै गरी कङ्गो रेन फरेस्टको बीचबाट पनि कङ्गो नदी बग्दछ। तर यस नदीमा पाइने माछा अमेजन जंगलको भन्दा बिल्कुल धेरै फरक रहेको छ। यो 37 लाख वर्ग मिटरमा फैलिएको छ, यानि कि पुरै अफ्रिका कन्टिनेन्टको 10% रहेको छ। 4700 किलोमिटर लामो यो नदी नील नदी पछिको अफ्रिका दोस्रो र दुनियाँको सबैभन्दा गहिरो नदी रहेको छ। यो नदीलाई अफ्रिकालाई खोजेको भन्दा 10 वर्ष अगाडि खोजेको थियो। पहिला त मानिसहरूलाई लाग्दथ्यो यो नील नदी हो, तर पछि गएर पत्ता लाग्दछ यो अर्को दोस्रो नदी रहेको छ, जो आफ्नो दिशा बदल्छ र इक्वाटोरलाई 2 चोटि पार गर्दछ। 720 फिट गहिरो नदी एकदम धेरै माछा, खतरनाक गोही र सर्पहरू पाइन्छ, जस्तै कि गोलियार, स्टारफिस, नाइपर्स। यो माछा 800 पाउन्डसम्मको तौल हुन्छ। यो देखिएको छ कि यो माछा मान्छेप्रति एग्रेसिभ हुँदैन र सेल्फ डिफेन्समा मात्र मानिसलाई अट्याक गर्दछ। तर यहाँ पाइने गोही चाहिँ धेरै नै एग्रेसिभ रहेको छ। हरेक वर्ष धेरै मानिसहरूलाई मारेर खान्छ। 2010 मा केही मान्छे त्यस नदीमा घुम्न गएका थिए। त्यतिखेर एक 15 फिटको गोहीले मान्छेलाई पानीमा तानेको थियो, तर जति खोज्दा पनि त्यो मानिसको लास भेटिएन। यसको बाहेक ब्ल्याक माम्बा, टाइगर स्नेक जस्तो एकदम विषालु सर्प पाइन्छ, जसको टोकाइले हरेक वर्ष त्यहाँ बस्ने धेरै व्यक्तिहरूको ज्यान गएको छ। मोकिले मोब्याम्बोको मतलब हुन्छ कि एक चलिरहेको नदी रोक्नु। त्यहाँ लोकल मानिसहरूले भनेको अनुसार लामो गर्दन, लामो पुच्छर, हात्ती जस्तो शरीरवाला एकदम ठुलो
ठूलो जनावर रहेको छ। यो एक शाकाहारी जनावर रहेको छ जो जंगलको भित्र एक दलदली एरियामा रहन्छ। कंगोको यो दलदली एरिया न्यूयर्क जत्रो रहेको छ। कंगोमा मानिसहरूले शताब्दीदेखि देख्दै आइरहेका छन्। यस जनावरको प्रुफ 3 पञ्जाले दिँदछ, तर यो युके र जर्मनको खोजकर्ताको अभियानमा आजसम्म पनि यो जनावरलाई भेटिएको छैन। यहाँको फेमस रुखहरुमा अफ्रिकन मोहग्नी, अब्नुस, नीम, लियानस, बेनगा, स्पिलस रहेको छ। यहाँको फेमस जनावरहरू जंगली हात्ती, गोरिल्ला, चिम्पान्जी, ओकापी, लियोपार्ड, हिप्पो, बोनोबो र लायन समावेश रहेको छ। यहाँ कुनै जनावर यस्तो रहेको छ कि पुरै दुनियाँभरमा कहीँ पनि पाइँदैन, जस्तै ओकापी, गोरिल्ला, ट्री पेंगोलियन रहेको छ। र यहाँको युनिक चराचुरुङ्गहरू ग्रे प्यारोट, टुरोको, एफएफ पिजन, ग्रीन ब्रोबिल र फाउल रहेको छ। यसको बाहेक यहाँ एकदम धेरै मात्रामा सुन्दर र खतरनाक इन्सेक्ट्स पनि पाइन्छ। यो सबै जनावरहरू मिलेर यस जंगलको सुन्दरता अझै वृद्धि गर्दछन्। यहाँ नेचुरल रिसोर्सेस जस्तै दाउरा, डायमन्ड, पेट्रोलियम पदार्थको कुनै पनि कमी रहेको छैन। जसरी हामीले अमेजन जंगलको बारेमा भनेको थियौं, त्यसैगरी यो जंगलको हाल पनि त्यस्तै रहेको छ। बढ्दो जनसङ्ख्याका कारणले यो रिसोर्सेसलाई प्रेसर परिरहेको छ। हरेक वर्ष 1 करोड क्युबिक मिटर दाउराहरू यस जंगलबाट निकालिन्छ, जसलाई काटेर कृषियोग्य जमिन यानि कि खेतीहरू बनाइरहेको छ। फर्निचर र इन्धनको लागि रुखहरू काटिरहेको छन्, माइनिङ भइरहेको छ। यसको साथै हरेक वर्ष जंगली जनावरको मासु गैर कानुनी हिसाबले किनबेचको क्रम बढिरहेको छ, जसको कारणले वन्यजन्तु सकिरहेको छ। 2000 देखि 2014 सम्म बंगलादेश जत्रो एरिया जंगल फडानी गरिसकेको छ। ट्राफिक द वाइल्ड लाइफ ट्रेड मोनिटरिङ नेटवर्क जो जंगली दाउरा जनावरको गैर कानुनी व्यापारमा रोकका लागि हेर्ने सबैभन्दा ठूलो संस्था रहेको छ, जो यस जंगललाई बचाउनको लागि संघर्ष गरिरहेको छ। कंगो रिभरको बेसनमा बस्ने 75 मिलियन मानिसहरू यो जंगलमा निर्भर रहेका छन्। ट्राफिक यो मानिसहरूको जीविकोपार्जन बदल्नको लागि धेरै कोसिस गरिरहेको छन्। यस्तो विविधताले भरिएको जंगल बचाउनको लागि त्यहाँको सरकारले एकदम ठोस कदम चाल्नु पर्दछ। साथै दोस्रो सम्पन्न देशले पनि साथ दिनु पर्दछ। तपाईहरुको भनाइ के रहेको छ कमेन्टमा बताउन नभुल्नुहोला। यस्तै रोचक मिस्ट्रियस र इतिहासका भिडियोहरू हेर्नका लागि हाम्रो च्यानललाई लाइक, कमेन्ट, सब्स्क्राइब र साथीहरूलाई शेयर गर्न नभुल्नुहोला। धन्यवाद।